सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी छोडेर गइन् भनेर समाचार बनाउनु, रोइलो मचाउनु केही आवश्यकता छैन। समानुपातिकबाट संसद बनेकी हुन् सुमना श्रेष्ठ। रवि लामिछानेले जागिर दिएको हो, उनलाई शिक्षा मन्त्री बनाइदिएको हो। अहिले अब शिक्षा मन्त्रीको पद पनि रहेन, संसदको पद पनि रहेन, जागिरै छुट्यो अनि उनले राष्ट्रिय राजसभामा बसेर के गर्छिन्? कुनै पनि सङ्गठनमा आइसके पछाडि सङ्गठनको भनेको कुरा पनि मान्नुपर्छ, टिम वर्क गर्न पनि जान्नुपर्छ कि। सुमना श्रेष्ठ एक्लैको भिजनले देश कहीँ पनि पुग्दैन। सुमना श्रेष्ठको एक्लैको एजेन्डाले केही पनि हुनेवाला छैन। एउटा सङ्गठन चाहिन्छ। नेपालमा पार्टी पोलिटिकल सिस्टम छ, त्यसमा अटाउनको लागि आफ्ना विचारहरू एउटा पार्टीमा मिलाउनुपर्छ, मिसाउनुपर्छ। पार्टीले भनेको सुन्नुपर्छ। 2 घाँस आफूले खाँदा 1 घाँस पार्टीलाई खुवाउनुपर्छ। अनि बल्ल एउटा टिम स्ट्रङ हुन्छ र पो आफूले गर्ने अपर्च्युनिटी पाइन्छ त। मसँग भिजन छ, मेरो भिजन कोहीसँग मिलेन भनेर एक्लै हिँड्दै रामकुमारी झाँक्री, बाबुराम भट्टराईका पनि छुट्टा छुट्टै भिजनहरू छन्, त्यो खासै फरक पर्दैन।